जिन्दगी यस्तो होला भनेर सोचेको पनि थिएन। म जस्तो स्ट्रङ मान्छे पनि डिप्रेसनमा जान्छ भनेर मैले सोचेकै थिइनँ। कति दिन पछाडि आज घर सफा गर्दैछु। मनै लाग्दैन केही गर्न नि, मनै लाग्दैन कि कसरी बस्यो होला म यस्तो ठाउँमा 84 गरेर। यस्तो त होइन नि म खास भन्नुपर्दा। हुन त म धेरै राम्रो पनि होइन, तर यति धेरै पनि होइन कि। I don't know how to explain. जापान आएको 7 वर्ष भइसक्यो। 1 रुपैयाँ सेभिङ छैन। नेपालमा खाता पनि खोलेको छैन। खाता खोल्न पनि आएन मलाई त्यति बेला, आउने बेलामा। जति कमाउँछु घरै पठाउँछु। खै के हो पुग्दै पुग्दैन। अब त राम्रो होला नि भन्यो, अब त राम्रो होला नि भन्यो। एउटा प्रब्लमबाट निस्किन्छु, अर्को प्रब्लममा फस्छु। कसैले नराम्रो त गरेको छैन, बस आफूमै राम्रो नभएको मात्रै हो के। कहाँबाट फेरि रक्सी खाने बानी लाग्यो। छुट्दै छोड्दैन। कोसिस पनि गर्छु, कोसिस नगरेको होइन। कस्तो इमोसनल हुन आएको। छुट्दै छोड्दैन के। घर जान मन लाग्यो। जापान आएको यत्रो भइसक्यो, घरमा नि एकचोटि नि गएको छैन। घर जानको लागि टिकट काट्ने पैसा पनि छैन। त्यही घर बनाउँछु भनेर आएको त हो। त्यति पनि पैसा कमाउन सकिनँ। कहाँ चाहिँ गडबड भएछ के? Where did that all gone wrong? All goes wrong भन्छ नि। कहाँ चाहिँ मिस्टेक भयो क्या? जिन्दगीको कुन चाहिँ डिसिजन चाहिँ मैले नराम्रो लिएँ के? कहाँ चाहिँ यो बिग्रियो त नि सबै कुरा? कहाँ कुन ठाउँमा मैले सब कुरा यसरी बिगारेँ कि मैले यति धेरै सफर गरिदिएको क्या? मिस्टेक चाहिँ कहाँ भएछ क्या मेरो? थाहा नै पाइनँ। अहिले काम गर्छु, आउँछु, एक्लै बस्छु कोठामा, नागोया जस्तो महँगो सहरमा। मनको कुरा भन्नलाई कोही पनि छैनन्। लिटरली कोही छैनन् क्या। हुन्छ नि त, ओहो यति छ है, यो चाहिँ छ है भन्ने मान्छेलाई भन्दाखेरि अचम्मै लाग्न सक्छ होइन। साँच्चै भनेको कोहीले पत्याउँदैन होला, तर म छु नि भन्ने मान्छे चाहिँ हुनुपर्ने रहेछ के। बरु नहोस् होइन, म छु त तँसँग, त गर्न भइहाल्छ नि, भइहाल्छ नि भन्ने मान्छे के, होप दिने मान्छे चाहिँ हुनुपर्ने रहेछ के। अनि जे कुरा पनि जेरोबाट सुरु गरेर चाहिँ गाह्रो हुने रहेछ। म त माइनसमा थिएँ जापान आउने बेलामा नि, केही नि थिएन, केही कमाउँछु भनेर आएको। मिस्टेक चाहिँ कहाँ भएछ के? गल्ती चाहिँ कहाँ भयो के? कहाँ चाहिँ मिस्टेक गरेछु कि मैले? पछि त केही कुराको पनि छैन। पछि त पनि के को हुने हो र? सबै आफैले लिएको डिसिजन त हो। हरेक डिसिजन मैले आफै लिएको, स्वतन्त्रतापूर्वक। मलाई कसैले रोकेको होइन, कसैले सिकाएको होइन।
गर्छु त केही पनि छैन अहिले हातमा लिटरली केही छैन एक ठाउँबाट टाल्दै जान्छ अर्को ठाउँमा भत्किँदै जान्छ पाप चाहिँ कति गर्नुपर्ने रहेछ क्या पहिलाको जन्ममा यति धेरै दुःख पाउनु कति चाहिँ पाप गर्नुपर्ने रहेछ कस्तो कसरी भनौँ के हाउ आई फिल थेरेपी जान मात्र बाँकी छ थेरेपिस्टकोमा गएर जान मात्र त्यही जान नि पैसा लाग्छ आजभोलि त फरक नि पर्दैन धेरै कुराले कति मान्छेहरूले के सुनाउँछन् कोले के भन्छन् फरकै पर्दैन क्या फरक नपर्नु पनि बिरामी नै हो क्या मान्छेलाई अर्काले भनेको कुराहरूले फरक नपर्नु वास्तै नलाग्नु के हो चिन्ता नि लाग्दैन चिन्ता नि लाग्दैन चिन्ता चाहिँ केही पनि हुँदैन क्या मतलब मान्छेहरूले के भन्ला कस्तो गर्ला यो यताउति फिलिङ्सै मरिसक्यो सबै कुरामा बहिनीहरू भाइहरू यत्रो सानो सानो छोडेर गएको आएको गएको अहिले त यति ठुल्ठुला भइसक्यो आँखाले बचपन देख्नै पाइन छोडिदेऊ केही पाउन केही त गुमाउनु परिहाल्यो राम्रो जिन्दगी बनाउँछु कोसिस गर्छु कोसिस बाहेक अरू गर्नै के सकिन्छ र है यहाँसम्म त कोसिसै गरेर आएको नि थकाइ लागेछ यति थकाइ लागेछ कि चौतारी भयो नि घर बसौँ जस्तो अनि फर्केर नआउँ जस्तो कहिले गएर त फ्याट्टै मरौँ कि जस्तो नि हुन्छ फेरि डर लाग्छ के घर बनाउन सपना देखेर आएको मान्छे अनि यति केही पनि नगरिकन मर्यो भने ऊ उहाँ गइति के भएर मऱ्यो भने त्योभन्दा पनि बढी डर चाहिँ बाआमाले कस्तो के भन्लान् भन्ने हुन्छ ड्याडी मम्मीलाई कस्तो फिल होला मैले लिएको डिसिजनले कति सर्भाइभ गर्नु कति बट के भन्न सकिन्छ अब केही भन्न सकिन्न जे हुनु थियो त्यो भइसक्यो अब नहोस् भनेर कामना बाहेक कोसिस गर्छु राम्रो मान्छे बन्नु डेली भ्लग पनि बनाउँछु आई होप हजुरहरूलाई मन पर्ला मन पर्यो भने हेरिदिनु म यस्तो दुखी मान्छे होइन खास भन्नुपर्दा तर परिस्थिति र बाध्यता र परिस्थितिले गर्दाखेरि कस्तो इमोसनल हुन आयो म हिजो नि धेरै नै रोको मेरो आँखा कत्रो सुन्निएर यत्रो पाम भयो थियो म कति समयपछि रोको त्यसरी मेरो मुटु नै बाहिर आउला जसरी रोको म एक्लै बसेर अब चाहिँ रुन्न होला सो गुड नाइट भोलि पनि अपलोड गर्छु भिडियो हेर्नु होला बाई थ्याङ्क यू फर वाचिङ बाई